वेलकम टु गाइस आइएफ सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु र बिहानको ट्याक्क चिसो मौसमको साथ आज चाहिँ हाम्रो पुस 1 गतेदेखि स्पोर्ट मिट हुँदैछ र 1 गतेदेखि 5 गतेसम्म एक्जाम पनि सब सकेर बाहिर सबजना स्पोर्ट मिटको लागि तयारीसँग अहिले चाहिँ ड्रेस लाउँदै केटाहरू सब एकदम हाँसी खुसी छन्। ट्याक्क अहिले चाहिँ हाम्रो ओपनिङ गेम चाहिँ म्याराथन हुने भनेको छ। त्यो ओपनिङ गेम म्याराथन पहिला गर्ने 5 किलोमिटर, त्यसपछि दौडेर आएपछि बल्ल खानासाना खाइसकेपछि चाहिँ बाहिरको गेम अनि कबड्डी सबै लिने छन्, सब चिज गर्छन्। त्यसपछि अहिले चाहिँ एकदम केटाहरू रमाइला साथ अहिले निक्लियो नि। यो चाहिँ अब हाम्रो होस्टेल लाइफ हो। होस्टेल लाइफमा अब थाहै छ, होस्टेल लाइफ सब बसेको होस्टेलमा बसेकोलाई सबलाई थाहा होला कस्तो हुन्छ भन्छ, नबसेकोलाई त अब बाहिरतिर नि यहाँ चाहिँ अर्कै म्याराथन प्लेयर यस्तो अहिले यो चाहिँ हाउस वाइज पनि हुन्छ। पहिला चाहिँ सब दौड्न ओपन हुन्छ यसमा चाहिँ, अनि जसले जित्छ त्यस जुन हाउसको हुन्छ त्यसले चाहिँ बाहिर पनि यहाँ नि एकदम अहिले चाहिँ सबजना हाम्रो आन्टी पनि यहाँ हुनुहुन्छ। अहिले चाहिँ सब केटाहरू ड्रेस लाउँदै हुनुहुन्छ एकदम। अहिले म्याराथन अर्को प्लेयर चाहिँ यहाँ छ अहिले चाहिँ, अनि एकदम चिसो मौसम पनि लाग्छ होइन, एकदम धुनीला केही देखेको पनि छैन यहाँ पनि। त्यस्तो खतरा है, पुरै जाडोले मर्यो मान्छे हो, चिसो न चिसो। अर्को प्लेयर चाहिँ यहाँ आए, यो चाहिँ हाम्रो सबभन्दा हो जुत्ता लाएर म्याराथन जानलाई कम्मल ओढेर जानु थाल्यो। यस्तो हाम्रो रमाइलो छ लाइफ स्टाइल। अहिले चाहिँ ओपनिङ गेममा ट्याक्क जानेछु अगाडि देखाउने छु के हुनेछ। फर्स्ट प्रथम सेकेन्ड थर्ड हुने त्यो पनि सब देखाउने छ गाइस। अहिलेको लागि यति, बाँकी चाहिँ एकछिनपछि देखाउने। त्यो चाहिँ ट्याक्क सब कुरा भएर एकदम केटाहरूलाई यसो लगाएर यो चाहिँ सिनियर म्याराथन के चाहिँ विचार लिएर म गरेँ त्यसपछि बवाल सरले स्टाफलाई लगाइदिँदै गुरुले चाहिँ नियमहरू सिकाउँदै हुनुहुन्छ। हाम्रो प्यारो सर यता सबजना सिनियर म्याराथन हुँदैछ। अब सरले रुटहरू सिकाउँदै हुनुहुन्छ गुरुले। यताउति भाइहरू पनि जुनियर भाइ सिनियर भाइ सब सिनियर भाइ जुनियर भाइहरू के चाहिँ केटा जित्ने हो कि नै जित्नु पऱ्यो। बहिनीहरू एकदमै बहिनीहरू पनि कति तिमीहरू के अरे सिनियर केटी होइन यति हो। ल नाम देखो, ल नाम ल युट्युब है युट्युब भयो के पढ भन्ने छोडी सब माया गर्नु होला। बहिनीहरू चाहिँ एकदम रनिङ गर्न जाँदै केटाहरू एकदम रेडी पोजिसनमा। सरले उता स्टपलाई लाउँदै हुनुहुन्छ। केही भन्ने हो सर? ल यो बिहान चिसो मौसममा यो त दिनभर 2-3टा लाइन विद्यार्थी भाइहरूलाई सबैलाई बेस्ट अफ लक। एकदम जितिन्छ कि सिकिन्छ तर मैदानमा उत्रिनुलाई छोड्नु हुँदैन एकदम होइन। त्यसैले यो हाम्रो चाहिँ रनिङ र वार्षिक खेलकुद अन्तर्गतको रनिङमा कुन हाउसले विजय गर्नु छ केही समयपछि थाहा पाउनु, कृपया वेट गर्नु। एकदम धन्यवाद सरलाई एकदम। अहिले राजन सर कहाँ आउँछ खोइ यिनीहरूको छोडै समय छ। अहिले चाहिँ अब केटाहरूको छुट्टी हुन्छ। सिनियर जुनियर भन्दै अहिले चाहिँ यो चाहिँ सिनियरको फर्स्ट म्याच सिनियरको हो। त्यसपछि अर्को चाहिँ सेकेन्ड चाहिँ जुनियर भाइहरू दौड्छन्। त्यसको रिजल्ट चाहिँ अहिले एकछिनपछि देखाउने छु गाइस। हाम्रो भाइस प्रिन्सिपल सर भन्दै अहिले यति कम्प्युटर सर साथीहरू सब शक्तिमा जित्ने हो नि, जित्नु पऱ्यो है सन्दीप भाइ, ठिक छ नि एकदम केटाहरू। ल गाइस अहिले त्यसको रिजल्ट एकछिनपछि देखाउने छु गाइस। ल गाइस अब चाहिँ हाम्रो म्याराथन स्टार्ट हुँदैछ। भाइहरू गुडले चाहिँ अब सिटी बजाउनु थाल्नु भएको छ गाइस। अब चाहिँ हाम्रो यहाँ हुन्छ। त्यसपछि त्यसको केही मिनट पछि हाम्रो प्रथम द्वितीय र तृतीय भाइहरू सबैजना सबजना केटाहरू एकदम सबजना हाम्रो केटाहरू स्टार्ट हुँदै अघि लाउँदै त्यसले टाइम लगा न।
वान गेम केटाहरू एकदम रेडी पोजिसनमा ल भाइ ल आइ गरौँ न है ओ अहिले त देखिन आइज देख यो अघिदेखि मेरो बिग फ्यान अहिलेको ल के भन्छस् दाइलाई भन्छ ल भन्दिनस् यो चाहिँ यो चाहिँ हल्का गरिब होइन यो भाइ चाहिँ एकदम राम्रो ह्यान्डसम जुन केटाहरू म अब यहाँ फर्स्ट लट चाहिँ अब स्टार्ट हुँदैछ र गुरु छिटो फास्ट हिट गरौँ न गुरु चाहिँ आफ्नो दाल भन्नु चाहिँ छोप्न त्यही गाई चाहिँ उता चाहिँ हेर्ने मान्छे त्यस्तै दर्शकहरू त्यस्तै केटाहरू पनि त्यस्तै बहिनीहरू भाइहरू पनि दौड्ने सबजना त्यस्तै छन् गाई अब यस्तो गरेर अहिले चाहिँ फर्स्ट सुरु हुन्छ त्यसपछि चाहिँ बल्ल हाम्रो दाई हाम्रो अकाउन्टेन्ट दाई त्यसपछि बल्ल गेम स्टार्ट भएपछि चाहिँ एकछिनपछि त्यसको रिजल्टहरू आउँछ यो चाहिँ हाम्रो स्कुलको अफिस सबै यो प्रिन्सिपल मिस आउनुभयो गर्दै एकदम हाम्रो यस्तो मौसम पनि चिसो मौसममा केटाहरू डर लोड्छन् भन्ने डर त्यही माथि ल केटाहरूलाई बेस्ट अफ लक सबैजनालाई बेस्ट अफ लक सबैजना राम्रोसँग जितेर अब आफ्नो पोजिसन प्राप्त गर्दै शुभकामना दिँदै हाम्रो गेम चाहिँ अब एकछिनपछि गुडले सिट लाउँछ होला त्यसपछि स्टार्ट हुन्छ होला अनि यो चाहिँ मेरो मिजु साथी तर के गर्ने यो पनि लास्टी अल्छी छ न बल खेल्न मान्छ न रनिङ गर्न मान्छ भाइ प्रकाश केटाहरू ल बवाल छन् अब चाहिँ एकछिनपछि स्टार्ट हुन्छ है त्यसपछि स्टार्ट भएपछि चाहिँ सब कुराकानी गरौँला भन्दै जान्छु र देखाउँदै गर्छु गेमहरू धेरै छन् दिउँसोहरू पनि दिउँसोमा पनि धेरै गेमहरू छन् दिउँसोहरू पनि सब चाहेतिर गेम सब गेमहरू युट्युब च्यानलमा आउनेछ र वाइटी सरुन सुना छ युट्युब च्यानलको नाम चाहिँ सबले हेरिदिनु होला लाइक सब्सक्राइब कमेन्ट अरू सब गरिदिनु होला अहिले चाहिँ अब गेम स्टार्ट हुँदैछ हेरिसक्यो अब चाहिँ स्टार्ट हुँदैछ केटाहरू आफ्नो पोजिसनमा एकदम गुरुले पनि सिटी लाउँदै गेम त्यसै गरी स्टार्ट हुँदैछ फर्स्ट लट सिनियरको गएको छ सेकेन्ड लट जुनियरको गएको छ ल सबैजना जाँदै अब हामी पनि केटाहरू रनिङ हान्दै एकछिनको लागि त गाडी बन्द हुन्छ लगाइ अब अहिले चाहिँ सबजना दौडिसकेको छ त्यसपछि एकछिन पछि चाहिँ अब यसको रिजल्ट सब गाडीहरू आउँछु त्यसपछि बल्ल फर्स्ट सेकेन्ड हुने कोच सब देखाउने छु अब चाहिँ हाम्रो खाना खाना खाएपछि चाहिँ हाम्रो जुनियर फुटबल र कबड्डी रिलेहरू छ अनि स्पोन रेस पनि छ त्यो सब त्यहीमा देखाउने छु युट्युबमा हेरिदिनु होला सबैजनाले सिनियरको फर्स्ट बोय म्याराथन सन्दीप गुरुङ ल के छ विचार अल द बेस्ट धेरै हार्डवर्क गऱ्यो एकदम एकदम ल अब त्यो चुप ओए त्यो पानी त नले एकछिन त्यो सुस्ता नबस के खुट्टा सिधा ओ मोटे खुट्टा हल्लाइदिएर छ्यासु एकदम यो चाहिँ हाम्रो म्याराथनको फर्स्ट बोय अहिलेको 10 किलोमिटर 5 किलो भनेको 10 किलो रहेछ रुट चेन्ज भएको रहेछ एकदम मेहनतको साथसँग हेर्न होला यत्रो मेहनत गर्नुपर्छ मेहनत गरेपछि फल पाइन्छ प्रथम हासिल गर्दै भाइहरू पनि एकदम खुसी ल भाइहरू सबले ताली बजाऊ दाइलाई एकदम दाइ त्यसै गरी म्याराथनको सेकेन्ड पोजिसन केशबहादुर रोका मगर चस्मा लाएर आफ्नो पर्फर्मेन्सको साथ खतरा स्टाइलमा सेकेन्ड गर्दै एकदम रमाइलोसित केटाहरूले आफ्नो पोजिसन ल्याउँदै रमाइलो गर्दै आफ्नो पोजमा ल्याउँदै खतरा तरिकाले अब चाहिँ सेकेन्ड आइसकेको छ अब थर्ड पोजिसन कसले ल्याउने छ त्यो हेर्नेछौँ थर्ड पोजिसन पनि आउँदै हुनुहुन्छ ल केटा गाइज अब
सबजना यति उतादेखि चाहिँ थर्ड पोजिसन हासिल गर्न शिवकुमार नाम बवाल पर्फर्मेन्सको साथ थर्ड पोजिसन हासिल गर्न सफल। अब चाहिँ हामी एकछिनपछि खानसाना खाएर ओपनिङ प्रोग्राम गर्नेछौँ। सबजना त्यही देखाउने छ गाइड्स। अहिले चाहिँ केटाहरू आफ्नो पोजिसनका साथ सबैलाई बेस्ट अफ लक दिँदै कङ्ग्रेचुलेसन भन्दै अहिलेको लागि यति नै। अहिले पछि ओपनिङ प्रोग्राम हेर्नेछौँ। ल गाइस अहिले चाहिँ हाम्रो ओपनिङ म्याच सबै ओपनिङ प्रोग्राम सकेर अहिले चाहिँ हामी फुटबल जुनियर फुटबलतर्फ लागेका छौँ। हेर्न सक्नुहुन्छ यहाँ रमाइलो रोमाञ्चक एकदम खुसियालीका साथ गाइस हाम्रो चाहिँ अब गेम स्टार्ट हुन थालेको जुनियर भाइहरूको गेम स्टार्ट भइसकेको छ र यो बल पनि चालु भएको छ। भाइहरूको उत्कृष्ट खेलाडीहरू पनि त्यस्तै छन्। हो दामी डिफेन्ड हान्दै भाइले कबड्डी अब त्यो हेर्न गेमहरू हेरिदिनु होला हजुरहरूले। अहिले चाहिँ फर्स्ट गेमको हाफ सकिएर केटाहरू पुरा थकानको साथ उता पनि टिम कोचले खेल्ने स्टेप सिकाउँदै अहिले चाहिँ हामी हाफ सकिएर केटाहरूलाई कन्फिडेन्ट दिँदै कोचले माया गर्दै सपोर्टमा सिकाइरहेका छौँ। र अब चाहिँ एकछिनपछि फेरि गेम स्टार्ट हुन्छ। त्यसपछि हेर्दै गर्नु होला गेम। 8 सेकेन्ड हाफ सकिएर अब अर्को फर्स्ट हाफ सकिएर अब फेरि नै गेम स्टार्ट भइरहेको छ। 1 2 5 सम्मको भाइहरू चाहिँ खाजा खाना लाइनमा जाँदै हाम्रै एक्स्ट्रा प्लेयरहरू केटाहरू कोच सर सब साथीहरू भाइहरू सब आफ्नो पोजिसनमा उठिसकेका छन्। अब भने फेरि पनि हेरिदिनु होला गेम। भाइहरू अत्यन्तै राम्रो खेल्छन्। सानो भए पनि जोसका साथ श्री शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा उत्कृष्ट खेलाडीहरू उत्पादन हुँदै र एकदम राम्रो ग्राउन्डमा स्कुलको वातावरणमा भिरको वरिपरि हिमालको वरिपरिको बिचमा स्कुल भएको अत्यन्तै सुन्दर हाम्रो श्री शहीद पर्छ। र अहिले चाहिँ अब यहाँ फेरि पनि हाफ गर्दै अहिले चाहिँ केटाहरूको गेम स्टार्ट हुन गइरहेको छ। हेर्नु होला गेम। किपर भाइ र हाम्रा अनिल भाइको डिसिप्लिनमा हाम्रा भाइ बहिनीहरू लाइनमा आफ्नो सर लाइनमा बस्दै उताबाट पनि एकदम लाइनमा गेम अत्यन्तै उत्कृष्ट हुँदै गेम सकेर अहिले चाहिँ हाम्रो पेनाल्टी हुन गइरहेको छ। साथीभाइहरू उता गएर आफ्नो टिमलाई पेनाल्टी हान्न हौसला दिए एकदम उत्कृष्ट राम्रो खेल्दै बवाल खेल्दै केटाहरूको पेनाल्टी साथ अब पेनाल्टी हुन गइरहेको छ। हाम्रो केटाहरूको अहिले एकछिन पेनाल्टी देखाउने छ गाइस। पेनाल्टी हान्नलाई एकदम क्याप्टेनको साथमा पेनाल्टी हान्न पहिला सुरु किपर रोज्दै अपोनेन्ट टिमलाई सुट हान्न दिँदै किपरको छलफल देख्नुभयो होला। रोक्ने जस्तो अवस्थामा फिस्टेल भर्सेस धौलागिरीको उत्कृष्ट खेल मैदानमा पेनाल्टी हान्दै भाइ अभिषेक नेपाली। ओ माई गड अत्यन्तै राम्रो पेनाल्टी सुट हान्दै अब भने हाम्रो भाइ सन्देश गुरुङ भाइको पेनाल्टी सुट गाई चाहिँ एकदम बवाल सुट हान्दै ती भाइले। अभिषेक कस्तो लाग्छ फिल? राम्रो लाग्छ। ल अब मिठो छ। अब किपर अर्का भने सन्देश भाइ भर्सेस वाइड नाइस सर्ट उत्कृष्ट हान्ने मेरो भाइले पनि आफ्नो उत्कृष्ट देखाउँदै
हानेको एकछिनमा। अब भने माछा पुछ्रे पालो हाम्रो राजेन्द्र विश्वकर्माको अत्यन्तै मिठो सुट सेप हान्दै किप्परले अत्यन्तै मिठो उत्कृष्ट सेप हान्दै भाइको खुसियालीमा परिरहेको छैन। बाबुलाई थाहा छैन होला जे झिलाएर खेलेको उही झिलाएर हान्नुपर्छ भन्ने। चप्पल लाएर हेर्न सक्नुहुन्छ महल कस्तो छ। अब आफ्नो हाउसलाई एकदमै उ गर्दै मिठो भाइको पनि सोटा मिठो एकदम राम्रो हान्दै उत्कृष्टको साथ भाइलाई आफ्नो पोजिसनमा। अब भने पिर्जन पुन मगरको पालो उनी पनि कम्ती त छैनन्। ओ माई गड बबाल हान्दै भाइको रियाक्सन हेर्नु सक्नुहुन्छ यस्तो दामी। अब भने एक सेभ गर्नको लागि हाम्रा माछा पुछ्रेका किपर अनुज विश्वकर्मालाई जसै पनि एक सेभ गर्नुपर्ने भन्ने छ भन्ने उनी पनि रोनाल्डोका फ्यान हुन्। वाउ गेम भनेको यस्तो हुनुपर्छ कि घम्सा घम्सी अत्यन्तै मिठो सेप हान्दै एकदम बबाल सेप हान्दै भाइले मिठो सेप हानेको छन् गाइज हेर्न सक्नुहुन्छ। खेलाडी भनेको मेहनतका साथ खेल्नु पर्यो। किपरलाई जान्न भने किपरलाई जान्न तपाईँ भाइ किपरले जान्ने कोसिस गर्दैछन्। यता तिनवटा आइजाउँ। अब भने बराबर भएको थियो। अब चुप्पी भाइको पालो चुप्पी किपर भाइले हान्ने गइरहेका छन्। ओ माई गड उत्कृष्ट सर्ट हान्दै गोल हान्न सफल हाम्रा किपर अनुज विश्वकर्मा भने। अब भने हाम्रो चेपाङ पर्जा अमृत पर्जाको सर्ट हेर्न सक्नुहुन्छ। अब उनी पनि किपर त बबाल हान्दै माछा पुछ्रे जित हासिल गर्दै रमाइलोको पूर्व हेर्न सक्नुहुन्छ। गाइस एकदम उत्कृष्ट रमाइलो गर्दै भाइहरू एकदम गाइस केटा आइज ओ आइज ल के छ सब पुछ्यो ल एकदम गुर्छु गर्दै ल रमाइलोको साथ एकदम खेल्दै हाम्रो पनि। अब भने हुँदैछ सगरमाथा भर्सेस अन्नपूर्णको गेम हुन गइरहेको छ र बुटमा ल अब भने अहिलेको लागि यति नै। अब दोस्रो म्याच चाहिँ एकछिनपछि फेरि हुनेछ गाइज। एकदमै राम्रो केटाहरू बबाल खेल्दै गेम पनि आफ्नो उत्कृष्ट साथ खेल्नु पऱ्यो। अहिलेको चाहिँ दोस्रो गेम सगरमाथा भर्सेस अन्नपूर्ण। यसै गरी हाम्रा बहिनीहरू सबजना बसिरहेको छन्। अहिले चाहिँ किपर भाइ हाम्रो भाइहरूको अत्यन्तै राम्रो सुप्रिम भाइको अत्यन्तै राम्रो भयो। एकदम बबाल तरिकाले खेल्दै केटाहरू आफ्नो पोजिसन मार्फत थ्रो बल फाल्दै केटाहरूको गेम अत्यन्तै बबाल छ। सुट पनि त्यस्तै हानेका छन् भाइ चेलाङले। अब ढुक्क एकदम बबाल खेल्दै ल मोटु खेल्दै गर्नु होला गेमहरू। लाइक कमेन्ट सब्सक्राइब पनि गर्ने सेयर
कोच कुन हाउसको कोचस गोल भइसक्यो गाइस अहिले चाहिँ अब आफ्नो हाउस हो म चाहिँ क्याप्टेन हो एकदम राम्रोसँग अब केटाहरूले हाम्रो यो रोनाल्डो हालिसकेको छ अब चाहिँ फेरि क्याप्टेन छ गाइस अहिले चाहिँ अब हाफ भइसकेको छ अब सेकेन्ड हाफमा यो पछि भलिबल हो भलिबलमा चाहिँ म पनि आफै खेल्नेछु र तपाईँहरूलाई चाहिँ खेल्नेछु सबजनालाई एकदम गेमसँग के भइरहेको छ स्पोर्ट मिटमा हाम्रो सबजनाले भन्दै त्यति भन्दै अहिले ठिक छ अहिले पछि खेल्दैपछि गाइज हाम्रो चाहिँ सगरमाथाले हासिल गरेको छ जित आफ्नो मेरो भाइ ल के छ बाबु जितेकोमा कस्तो खुसी भन्नु बाबुसँग अब फाइनल पनि जितिन्छ होला नि अब केटाहरू ढुक्क भनिसकेपछि त अब कोचको त के भयो र एकदम आफ्नो पनि बवाली हाम्रो केटा किप्पर चाहिँ आज बवाल खेलेको हाम्रो प्लेयरहरू मेरो भाइहरू यो विराज बाबु आफ्नो केटाहरू एकदम राम्रो खेल्ने गाइस अहिले चाहिँ अब चाहिँ एकछिनपछि हाम्रो भलिबल कम्पिटिसन हुने गइरहेको छ फर्स्टमा चाहिँ धौला भर्सेस अन्नपूर्णको गेम हुने गइरहेको छ हाम्रो चाहिँ अब गर्दै भलिबलको नाम सुजित सिम हेर्दा बाबु सुजित सिम अहिले चाहिँ अब सब भलिबलतिर मार्फत लाग्दै भलिबल पनि स्टार्ट हुँदैछ एकछिनपछि देखाउनेछु स्टार्ट भएको गेम भलिबलको सब देखाउनेछु र आफू पनि खेलेको देखाउनेछु गाइज अब मेरो क्यामेराम्यानलाई पनि देखाउनेछु क्यामेराम्यान बवाल फेरि हाम्रो बााउन्सर हो नि त क्यामेराम्यान त फेरि एकदम बवालसँग गेम पनि एकदम राम्रो भइरहेको छ आज पनि त्यस्तै गरेर हामी केटाहरू भलिबल नेटहरू पनि छ एकछिनपछि अहिले देखाउनेछु गाइज अहिले अब रेडी सेडी हुन जानु पऱ्यो त्यसपछि चाहिँ भलिबल खेलेको हेर्नु होला ल गाइज अहिले चाहिँ गेम सेम खेलेर एउटा लास्टमा थाकेर बस्छौँ त्यसपछि खानसाना खाएर एकदम अनि सुत्न थालेको भोलि चाहिँ गेम छ अब रनिङ सनिङ छ कबड्डीहरू छन् सबै फुटबल पनि छन् खेलेर थाकेर भाइहरू पनि रमाइलोसँग खेले सबजना खेले केटाहरू पनि सब मजा आयो खेल्नलाई अरू फेरि हेर्दै गर्नु होला अर्को भिडियोमा अहिलेको लागि यति नै जय नेपाल लाइक सब्सक्राइब कमेन्ट गर्नु नबिर्सनु होला र सेयर गर्नु